सेटअप छैन यहाँ बाटोबाटै भ्लग स्टार्ट हान्दैको अनि हाम्रो उद्देश्य आइसक्नु भएको छ भक्तपुरदेखि पछि नगरकोटै चाहिँ किनभने दाजुभाइसँग नगरकोट भनेर निस्किरहेको छ एकदम मौसम चाहिँ दामी छ क्या बिहान आउँदा कस्तो दामी कुरोहरू के होला त्यही मजा लागेर मैले उहिले दाइले बोलाएको फेरि घाम आएर उडिरहेको छ फेरि आउने जाने भइरहेछ कि के कस्तो हुन्छ अब यहीँबाट अपडेट गर्नु होइन पछि पछाडि बसिरहेको चाहिँ कस्तो हुँदो रहेछ पछाडि बसेर पनि आइदिने हो सेकेन्डमै आइदिने म कहाँ के हेर्ने भने हेरौँ न त कि फर्केर हेरौँ न तपाईँ काफलको बुट्टा नि हेर्नु है काफल टन्न खानुपर्छ आज यसमा छैन सुलो उयो छ काफल ल यहाँ माथि छ फर्किँदा भयो ल ल ल जाऊँ न त गएर यहाँ रोक्नु ल जुका 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 होइन उ त्यहाँ ऊ हिँडिरहेको छ होइन बाइकमा चढ्दैन बाइकमा आउनु न चल्दैन भयो नि त्यति भए लगेज हामी चाहिँ काफल खान गइरहेछौँ है यहाँ मास्तिर काफलको बुट्टा जुका रहेछ जुका लाग्छ कि लाग्दैन अब होइन कुन बुट्टा हो भने कुन बुट्टा हो बुट्टै हरायो त म छिरिहाल्छु नि हट काफलले फल्ने र नफल्ने हुन्छ क्या ए टन्नै छ ल नि तर यो मिठोवाला रहेनछ सानो केटावाला रहेछ क्या काफल पाक्यो केटा हो काफल खान आऊ है काफल खान नगरकोटतिर तलैबाट क्या रुखै चढ्नु पर्दैन त अलि म चाहिँ मेरो हाइट पुगेन नि त यस्तो कालो भएको आयो भने है मजाले पाकेर त काली औँसेलु राति औँसेलु काफल यार कालो भन्छ त यसले रुखै चढ्नु नपर्ने क्या गाई चाहिँ तलैबाटै वाह यार ए आज एक झोला टिपेर लगाऊँ है घरतिर नि ए झोला अब यहाँ बिच पछाडि पुग्यो त गाई आज खत्रै काफल खाने भयो हामीले चाहिँ होइन काफल खोज्दै हामी काठमाडौँको त्यो चोकमा डुलेर चाहिँ हुँदो रहेछ यस्तो जङ्गलतिर छिर्यो भने चाहिँ टन्नै काफल खान पाइन्छ अब चाहिँ कालो भएर नि झर्न लागिसक्यो है दामी र म चाहिँ यतातिर छु है अहिले रुखतिर ट्याक्क काफल उदेन दाई उता पारी कता हो उदेन दाई भागेँ क्या तपाईँ भाग्लाई बुढा मलाई डर लाग्छ फेरि ल गाई चाहिँ चट्टा आज काफल खानु पर्छ मैले चाहिँ आज के पनि ल्याएको थिएन मोटो भ्लग सेटअपको लागि त्यही भएर मोबाइलबाट भ्लग गरिदिएँ भइस कस्तो कस्तो आइदिरहेछ क्या ल हट केटा हातेर यस्तो भयो काफल टिपेर म चाहिँ यो बुढाबाट झरिसकेँ ढ्याउने आयो त यार काफल खाँदा खाँदा ढ्याउ आयो ल गाह्रो छ किडनीको पसिना आएछ नटिप्ने गर्न ये देखो गाइज पसिना हात हेर्नु न हात हेर्नु न पसिना काफल पत्याउनु होला कसलाई देखेको पत्याएन है फेरि सबै किच्छ क्या त्यही भएर मैले हरियो टिपेँ क्या हो कालो कालो बुढा हाले क्या हो या चिटिङ हो या अहिलेको प्लास्टिक देखाइदिनु त खोइ कहाँको कहिले हालिछ मैले खानु अझै खानु नुन खोर्सानी साँचेर काफल गाइज यस्तो हुन्छ काफल भन्ने कुरा है मैले मात्रै देखाएँ खानु
अरू चाहिँ म खान्छु तर अरू खाँदैन नगरकोट आएर मैले यो ठाउँ अस्ति नदेखेँ क्या कहाँबाट हाल्यो भन्थेँ म याद गरेर थिएँ हो भने साँच्चै होइन यो नगरकोट लेखेको फोटो हाल्थेँ नि त तर आज बल्ल थाहा भयो भक्तपुर गाई चट्टा आइपुग्यो यो झन्डा भएको टावरमा चाहिँ म आएको थिइनँ अस्ति चाहिँ म सिधै उता भ्यू टावरमा मात्रै गएको थिएँ क्या ऊ आयो बादल हेर्नु त बादल आइरहेको दाइलाई ट्याग गरेर होइन किसान दाई अब आइफोन एउटा गिफ्ट दिनु पऱ्यो भने म पनि लेजेन्ड हो मलाई आइफोन चाहिन्छ नि दिइरहेको छु गरेर ल गाइज है यहाँबाट चट्टा अब हामी चाहिँ माथि भ्यू टावर जान लागेको अस्ति म यहाँ आएको भिडियोमा तपाईँले देख्नु भएको थिएन त्यही भएर मैले देखाइदिएँ किनकि म यहाँ थाहा नै थिएन क्या छ भनेर सिधै गएँ म चाहिँ होइन सिधै माथि गएँ तर यो यहाँ यादै गर्ने क्या तर हाम्रो उदिन दाइलाई थाहा रहेछ उदिन भ्लगलाई एकचोटि सर्च गर्नु होला कसले झोला नि छोडेर हिँड्यो त खोइ होइन अन्त त अब हामी यहाँबाट गयौँ अब भ्यू टावर जान्छौँ पहिला चाहिँ के अरे के पोखरी हुँदै माधव पोखरी भ्यू टावर नै खिन्छौँ माधव पोखरी गएर पानी खाने पहिला होइन भ्यू टावर खिच्छौँ अनि त्यहाँबाट महादेव पहिला तल छिरौँ न पहिला भ्यू टावर छिरौँ अनि महादेव पोखरी जाउँ कि अनि त्यहीँबाट बाटो पर्छ क्या तर यो बुट्टामा के बाँधेको चाहिँ थाहा भएन है कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला भिडियो हेर्दै हुनुहुन्छ भने यो अर्को चाहिँ त्यो लुङ्दा बाँधे हुन्छ यहाँ चाहिँ यस्तो बाँधेको छ क्या यो के हो यस्तो सेतो त्यो गुराँस खाएर बोल्ने के अरे काफल खाएर बोल्ने अप्ठ्यारो भयो आज चाहिँ खत्रै भयो है यो चाहिँ प्राकृतिक कुराहरू अघि चाहिँ कालो ऐँसेलु खान पाइएको थियो अहिले रातो ऐँसेलु होइन त्यसपछिबाट काफल दामी दामी हात धुनु पऱ्यो क्या दाइ पहिला काफलको यहाँ तल चाहिँ बनेपा पर्ने रहेछ है काभ्रे जिल्ला रहेछ तपाईँ खानु क्या म खाँदिनँ त्यसमा दिनु एउटा काभ्रे रहेछ भने हामी चाहिँ भक्तपुरमा छौँ अब खानु न यार खानु यति खान्छु म ल खानु पुगिसक्यो भने यस्तो मान्छे चाहियो क्या दुःखले टिपेर दियो पुगो पुगो मात्रै भन्दैन नि अनि खानु पर्यो क्या पानी पर्यो नि त हिजो लुम्दो लुम्दो त्यसले त टिबेटियन फ्ल्याग भन्यो तोरम 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 यहाँ हेर्नु यस्तो छ यस्तो तल नै छैन सपट्टै अनि कसै जान्दा जाम त म ठिक छ ल यहाँबाट फेरि माथिसम्म पऱ्यो क्या फेरि ल यसरी चढ्नु पर्ने रहेछ नि त यहाँ उता घर रहेछ नि त अर्को नि उता दामी रहेछ ल दामी रहेछ यार चिप्लेलाई बिस्तारै
कडा कडा यो त म त जोड्दिनँ माथि सर किन हेर्नु न ए केही हुँदैन ल हाम्रो यसको मर्मत गर्न जरुरी भयो यो भरे हल्लिन थाल्यो मर्मती गर्नु पर्यो केही पल पल हुन थालिसक्यो हल्ले त अस्ति देखियो नि घरकै दाङ लाग्छ नि कहाँबाट जाने भाइ दूरबिनले चाहिँ हेर्न चाहिँ मजा आयो क्या आज फर्स्ट टाइम यहाँ बसेर दूरबिनबाट हेर्न पाइयो है त अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ किनकि खासै खुलेन यतातिर हिमाल पनि देखाएको छैन तर मौसम चाहिँ बबाल देखिरहेछ क्या यहाँबाट चट्ट नगरकोटको टावरमा आएर मजा गर्न चाहिँ हुने रहेछ क्या दिउँसो खासै भिडभाड पनि छैन अनि हामी थोरै मान्छेहरू एकदम मजा आयो रमाइलो लाग्यो अनि चट्ट लाएर दाइ त्यसले त होइन ऊ यो डाँडा छैन त्यो डाँडाको घर जुम गरिरह क्या ऊ त्यो टावर नै जुम भइसक्यो त्यहाँ त मान्छे देखिरह नि ल यो हाम्रो चाकुनारायण नगरपालिका पर्छ होला है सो नगरपालिकालाई चाहिँ एउटा छोटो जानकारी है सो यहाँ चाहिँ नगरकोटको भ्यू टावर चढ्ने ठाउँमा हेर्नु त नजिकबाट देख्यो नि त यहाँ पनि यस्तो हुन थालिछ होइन गुड्का घुसाइदिएछ त यार गुड्का होइन गुड्का त ठिक भयो यहाँ हेर न यो प्लेटै पुरा खिएर गएछ कि होइन तल पनि छुटिसकेर यो हल्लिरहेछ है सो सकभर चाहिँ छिटो मर्मत गरिदिनु होला मान्छेहरू चढिरहेको हुन्छ नि त